बालेनको राष्ट्रवाद फेसबुकको स्ट्याटसमै सीमित रहन्छ कि व्यवहारमा पनि देखिन्छ भन्छन् दुर्गा प्रसाई। दर्शकबिन, अहिले नेपाल र चीनको सीमा विवादमा धेरै नेपाली मिडियाहरू चर्किएका छन्। भारत र चीनले नेपालको सीमा विवादबाट व्यापार गर्ने भन्ने कुरा अहिले निकै चर्चामा आइरहेको छ नेपाली मिडियाहरूमा। त्यही कुरालाई ध्यानमा राखेर दुर्गा प्रसाईले आज यसो लेख्छन्। हिजोदेखि नेपाली मिडियामा लिपुलेख सम्बन्धी मुख्य चर्चाहरू निकै चर्किएका छन्। मैले ताजा रिपोर्ट, भिडियो र भिडियो ट्रेन्डहरू हेर्दा धेरै नेपाली मिडियाले मुख्य हेडलाइन बनाएको विषय यही देखिन्छ। भारत र चीनले लिपुलेख पास हुँदै सीमा व्यापार पुनः सञ्चालनमा गर्ने तयारी गरिरहेका छन्। केही मिडियाहरूमा त खुलाउने घोषणा भइसकेको भन्ने दाबी समेत गरेको छ। उनी लेख्छन्, अब तपाईहरूलाई लागेको हुन सक्छ राष्ट्रवादी आवाज उठाउने दुर्गा प्रसाई किन बोलेन। यो विषयमा तपाईहरू सबैलाई चासो भएको होला, तर यो विषयमा मैले बोल्नुपर्ने खासै केही देखिन, किनकि जब केपी शर्मा ओली चीन भ्रमणमा जानु भएको थियो, ठिक त्यही बेला बालेनले लेखेको त्यो स्ट्याटस याद आयो। अनि मैले सोचे, यो त बालेनले कदापि हुन दिने छैन, हामीलाई पूर्ण विश्वास छ। उनले लास्टमा यसो लेख्छन्, बालेन शाह स्वयं प्रधानमन्त्री बन्ने दिशातर्फ अघि बढिरहेका छन्। त्यसैले पनि मैले सोचे, अब किन चिन्ता गर्ने। लिपुले केवल एउटा भूगोल होइन, यो नेपालको अस्मिता, स्वाभिमान र सार्वभौमिकताको प्रश्न हो। अब हेर्न बाँकी छ बालेनको राष्ट्रवाद फेसबुकको स्ट्याटसमै सीमित रहन्छ कि व्यवहारमा पनि देखिन्छ। अनि बोल्छु। दर्शकबिन, दुर्गा प्रसाईको यो भनाइ तपाईहरूलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया राख्नुहोला। साथै बालेन शाहले के यो व्यापार रोक्लान् वा चीन र भारतको व्यापार नेपालको सीमाबाटै सुरु होला त? के लाग्छ तपाईँहरूलाई? आफ्नो प्रतिक्रिया दिनुहोला। हस्त, धन्यवाद।